बसेर नाच्न हल्लिन गाह्रो पर्छ। भजन सङ्ग्रह 100 को 1 र 2 पद यसरी भन्दछ, यी सबै धर्मशास्त्रबाट पाठ गर्दैछु, त्यसकारण धर्मशास्त्रमा पाठ गरेको कुराहरू चाहिँ सबैको लागि साझा हो, सबैको लागि पाठ्य हुन्छ, मनन गर्न योग्यको हुन्छ। हामीले अर्को बाहिरको भनाइ कहानी कसैको कहानी ल्याएर यहाँ पाठ गरिराखेका छैनौँ है। जसले गर्दाखेरि भजन सङ्ग्रह 100 को 1 र 2 मा पृथ्वीका सबै मानिसहरू यहोवा परमेश्वरलाई हर्षका साथ जय जयकार गर, आनन्दका साथ यहोवा परमेश्वरलाई आराधना गर, हर्षपूर्ण गीतहरूका साथ उहाँको सामु उपस्थित हो। आमेन आमेन आमेन। हर्षका साथ जय जयका साथ सारा मानिसहरू, सारा सासुले हामी सबै परमेश्वरका छोराछोरीहरू मिलेर प्रभुको नामलाई उच्च पार्नेछौँ। यो चाहिँ माग्ने बेला होइन, धन्यवाद दिने बेला पनि होइन, धन्यवाद दिने बेला पनि होइन, यो माग्ने बेला पनि होइन। परमेश्वर जो हुनुहुन्छ, कति महान, कति भलो, कति योग्यको, दर्शन गर्न योग्यको, ढोग्न योग्यको, उच्च पार्न योग्यको, खोजी गर्न योग्यको, पछ्याउन योग्यको, भरोसा गर्न योग्यको, जय जयकार गर्न योग्यको, हाम्रो सदाको लागि अभिभावक उहाँ बन्दै स्वर्गको परमेश्वर यस पृथ्वीमा ओर्लनु भएको छ। त्यसकारण उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो भइरहनुहुने परमेश्वर हुनुहुन्छ भनेर उहाँलाई एकदमै दण्डवत गरेर उच्च पार्ने समय हो, आराधनाको समय, धन्यवाद दिने पनि होइन है। प्रभु जो हुनुहुन्छ, उहाँ हुनुहुने परमेश्वर भनेर मनन गरेर उहाँको महानतालाई